लक्ष्मी सर आएको मलाई थाहा नै थिएन नि त बुढा यही आकार छ जान त मलाई पोखरीका सर धनकेशर सरले पनि जाउँ भन्दै थिए जाने लु भित्रै बस्नु कतै ननिक्लिनु घाम तापु लाग्यो भने सिक्वासम्म आए हुन्छ अस्ति पनि त्यसै भनिस् अनि गए पछाडि पँधेर जाने हुँदा एउटा दाँतै खुस्कियो जहिले लगाइदिनु त पर्दैन नि छिट्टो आउँछ अलमल गर्दिन हेर न त्यहाँ 10 वर्ष बितिसक्यो विश्वास लाग्दैन बजार यतैबाट हो नि सङ्क्रान्ति होइन ओइ कान्छी ल ओइ यहाँ आइज त एकछिन माथि बजार पुऱ्याउँछु कि त घरमा राम्ररी बस्दै गर्नु नि छोरो मान्छे जाउँछु कि जानु पर्दैन त नि त्यो छोरोको बारेमा कुरा नगर है छोरोको बारेमा पटक्कै कुरा नगर्ने त्यसको बारेमा पटक्कै कुरा नगर त्यसलाई बाहिर निकाल्ने पनि होइन घाम त हेर यत्रो मान्छेले गाउँ समाजले के भन्छ भन्दा त्यो देख्दाखेरि होइन अब हेर्नु अपाङ्ग छोरा बाहिर निकाल्नु हुँदैन घरभित्र राख्नुपर्छ त्यो भनेको माने फेरि म गएँ नि भरे आउनु ढिलो हुन्छ होला पर्छु नि त भरे आउनु ढिलो भयो भने भात पकाएर राख्नु गाई बस्तुको गोबर चाहिँ राख्नु नि म भरे कतिखेर हुन्छ राम्ररी गर्दै गर्नु फेरि म तेल सफाइ गर्न गस् नि खया नि खाने हो तर आज त कति धेरै मान्छे जहिले यस्तै मान्छे हुनु भने त व्यापार पनि कति राम्रो हुने सबैजना कोही पनि नजिक अमिलो चटपटे खाउँ है के गर्नु यो गाडीले छोडेर के हुन्छ अर्को गाडी गइहाल्छ माल दिदी हजुर कान्छा बजार आएका थियौ चटपटी हो माल दिदीले अर्थ त के भर्खर आउँदै थियो र नि आज त नभ्याएर माल दिदी अनि स्याउ निक्ल्यो त त्यहाँबाट यहाँ नि फलफुल पनि ल्याइरहेको नि यसो कहिले काहीँ त अनि के माल दिदी कति रुपियाँको अहिले त हेर न कान्छा 15 रुपियाँ सोझी भएको छ नि सबै सामानको भाउ बढेर ठिकै हो त 15 रुपियाँ मुला तिरिहाल्छु नि मलाई आधी सोली बन्छ होइन आधी सोली 7 रुपियाँ 7.5 रुपियाँको के ल्याएका थियौ त कान्छा नि बजारमा मैले भनेरै साध्य छैन हौ मालदी मैले सोभेका लागि यो बुढो छ नि यो बुढोलाई चाहिँ चटपटे नदिने पैसा तिर्दैन अब तिरो नहाली स्वास्थ्यलाई असर नपर्ने गरी मलाई पनि ल 15 रुपियाँको चटपटे बनाइदिनु मुला धेरै कुरा ल्याएको थिएँ नि साह्रै राम्रो छ उसलाई घरमै बसाइरहन्छु अब बिचरा सक्दिनँ तर पनि उसले आफूले सक्ने कुरा भनेको पढ्ने हो पढेर राम्रो गरी यो वर्ष ननिकाले पनि अर्को वर्ष चाहिँ शिक्षा सेवामा नाम निकाल्छ अरे तिमी त कति ज्ञानी छौ कान्छा त्यस्तै अपाङ्ग श्रीमती बिहे गरेर पनि खुसी भएका छौ माया गर्छौ अब हामीले माया नगरेर हुन्छ त हामीले माया गरिनौँ भने अपाङ्गता भएका व्यक्तिलाई कसले माया गर्ने त माल दिदी पनि पहिले चटपटे दिनु न हौ
मालदिदी सुविधाको कुरा गरेरै साध्यै छैन। गाडी चढो 50% छुट पाउँछिन्। अनि अहिलेसम्म क्याम्पस पढिसकिन् 1 रुपियाँ लागेन। तेर्तुम बहुमुखी क्याम्पसबाटै सक्या हो पढेर होइन मालदिदी। धेरै सुविधा पो पाउँदिरहेछन् त कान्छा। त्यति मात्रै होइन नि, उनले नेपाल सरकारले जागिर खाँदा उनलाई आरक्षणको व्यवस्था पनि छ, त्यसमा पनि सहभागिता पाउँछिन्। अनि स्वास्थ्यको क्षेत्रमा जाँदा औषधि 100 प्रकारका औषधिमा 1 रुपियाँ लाग्दैन हौ खर्च। त्यत्रो सुविधा पाउँछन् कान्छा। अँ ल गजब रहेछ, लु राम्रो गरेर पढ भन्नु है। अनि कान्छा एउटा कुरा सुन्दै थिएँ, के मालदिदी? सुरुवात त 2 दिन किन अरे त? हेर यस्तो कुरा मालदिदी पनि कस्तो लाग्ने कुरा गरे। के हुन्छ त मूर्ख, पछि थाहा हुने नै कुरा हो नि त्यो। ए मालदिदी त्यो पछि सबैलाई थाहा हुन्छ। सबैलाई थाहा हुन्छ। अनि कि मालदिदी कान्छा चटपटे त खाइहाल्यौ, थोरै चिरिक्क। हेर न त्यहाँ तँ अघि हल्ला गर्ने बुढो जस्तो हो म। त्यो रक्सी खाएपछि गएर पट्याङ्ग पारेर सोबेलाई कुट्यो भने के हुन्छ? हुँदैन। म त्यस्तो खालको होइन है मालदिदी। यस्तो कसै चिरिप चिरिप नभन्नु, म तल भुल्टुङ हुनेर दिन्छु नि फेरि। कान्छा उहिलेदेखि गरिआएको हो, के गर्नु? मालदिदी हजुर रिसाउनु भएको त छैन नि? होइन, किन रिसाउँदै कान्छा? अनि कति रुपियाँको बेच्यौ त आज? मैले 365। ए निकै कमाएछौ, यसो घरमा नुन तेल खाने खर्च पुग्ने भयो। मालदिदी यो भरे बाटामा खान्छु ल, रात पर्न लाग्यो। ल कान्छा जाऊ, घरमा पनि सबै आफैले गर्नुपर्ने होला। गर्नु त पर्छ त, हामीले गरिएन भने कसले गर्छ र मालदिदी? पैसा दिन्छौ कि पछि आउँदा दिन्छौ त कान्छा? म साह्रै इमान्दार छु, खातैमा टिपुन चलनै त्यही छ। चलन त चलाउनु पर्यो नि, अब के गर्नु? त्यो सबै बाँकीले चल्या ठाउँ हो। ल यसो गरिहाल्दा आउँदा चाहिँ मलाई पनि चटपटेमा हाल्ने काँक्रा साक्रा ल्याइदिनु है। ल ल मालदिदी 15 रुपियाँले गर्दा 100 रुपियाँ मागे त होइन नि। ए ल माछाको व्यापार गरेको। ल गएको ल। ल कान्छा ल। मालदिदी स्याउ दिने स्याउ कान्छीलाई यो लगिदेऊ न। स्याउ बिचरा घर बाहिर पनि निस्किन सक्दिनन्, यो लगेर मालदिदीले पठाएको भन्नु है। भनिहाल्छु नि, नभनेर हुन्छ र मालदिदी। ल कान्छा ल, बजार आउँदा निस्क है। यो स्याउ होइन। ल मालदिदी गएको ल। ल कान्छा ल। टिपी दिनुभयो नि माथि। टिप्पी दिन्छु अहिले, बिर्सिन्न। ए ल गएको है। ल कान्छा ल। आउनु है, कहिले काहीँ आउँदा अनि मालदिदीले सम्झाएको छ भनिदिनु कान्छीलाई। भन्छु। अनि कि मालदिदी म त सबैलाई यति माया गर्छु कि अस्ति एक दिन मात्रै बोक्ने हो के कुरा। तर मिठो चटपटे खाने हो। ओ सोल्टिनी के छ खबर सन्चो हो? कहाँ जानु सोल्टिनी? बजार भर्नु गएको थिएँ, यसो पुगेर आइयो नि हो। यो सोल्टिनीलाई त यहाँ बसेर हेरिरहनु लाग्छ हो। ए सोल्टिनी जिउ बुढो भए पनि मन बुढो भएको छैन। सोल्टिनीलाई हेरे कि हेरिरहनु लाग्छ के? ओ सोल्टिनी ल चटपटे खाउन हो। यो सोल्टिनीले बनाएको चटपटे यो चन्डाडामा चाहिँ साह्रो मार बिग्रिन्छ। सोल्टिनीले बनाएपछि मिठो हुन्छ। छिटो गर्नु हो सोल्टिनी। घरतिर खबर सबै राम्रो छ सोल्टिनी? सबै सधैँ छन्, काम गरिरहेछन्, ठिकै छ। ए भाइको बारेमा कुरै नगरौँ सोल्टिनी, घरमै बस्छ, केही गर्न सक्ने होइन, त्यस्तै हो सोल्टिनी। होइन किन पढाउनु पर्छ त्यसलाई? भाइ जस्ता मान्छेलाई त सरकारले पढ्न छुट व्यवस्था गरिदिएको हुन्छ, हरेक कुरामा सहज हुन्छ। त्यो एउटा जसो घोच्ने छैन। दिन्छु नि छोटी, कति हजार गर्नुभयो? अनि यत्रो मिठो चटपटे अब नखाइकन पनि त भएको छैन नि सोल्टिनी। पुग्नुपर्ने जस्तो गर्नुहुन्छ त, अब के छ यत्रो हजार? सोल्टिनीले बनाएको चटपटे एकदमै राम्रो। पनि आएर खाएको छैन सोल्टिनी। अब यो खाइहाल्यो चटपटे यति मिठो छ।
थपिन सक्नु गर्नुहुन्छ अनि। के पुर्छ हो सोल्टिनी ल्याउन पैसा तिर्नु नि के साह्रो गरेको हौ पैसा तिर्नु हुँदैन आफ्नो बनाए सोल्टिना मर्यादा गरेर आयो अलिक हैन भन्छन् जति गरे म खानु भन्दा लाग्दैन यसो खानु। आहा कसो गर्दैछ बाहिरभित्र हजुरलाई एक्लै हैरान होला बाख्रा बस्तु सबै कुरा आफै भ्याउनुपर्छ होला। त्यो भाइको बारेमा चाहिँ पुरै नगरौ है सोल्टिनी अरू सबै ठिकै छ राम्रो छ भन्नुभएको हेर्नु त तल्ला घरमा नानीको छोरा पनि त अहिले सुब्बामा नानी पालेको छ उहाँहरूलाई कति सुखले पालेको छ त्यसो भनेर हुँदैन नि तपाईँले। अब अरूले निकाल्यो भने कहाँ हुन्छ अब सोल्टिनी आफ्नो दोस्तोलाई कहाँ यसरी पढाउनुहुन्छ पढाउने ओर्ने त्यस्तो उस्तो मौसमबाट चाहिँ हुँदैन है सोल्टिनी बिचरा अब उसले जानेर त्यस्तो भएको होइन बिचरा भाग्यले नै ठगो त के गर्नुहुन्छ त पछि तपाईँहरू पछि त्यसले कसरी गरी खान्छ। राम्रो भनेर मैले चट पनि खाने आएको मेरो बुढी मेरो छोरो जस्तो सुके तिमीलाई के मतलब त्यो खातामा लेखिराखे ल दिउँला भोलि पर्सि दिउँला तिम्रो खाएर हिँड्दिन हौ यो कसलाई दिनु र अर्को कार्यक्रम तयारी गरौँ त आज्ञा होस् महाराज म तिमीहरूलाई पृथ्वी लोकको नेपाल मुलुक पठाउँदैछु ल यो नेपाल मुलुकको प्रत्येक व्यक्तिको घर घर पुग्नु र ती मध्ये पनि जो अपाङ्गता भएका व्यक्तिहरू छन् ती व्यक्तिहरूको घर घर पुग्नु र ती अपाङ्गता भएका व्यक्तिहरूले राज्यबाट पाउने सेवा सुविधा पाइरहेका छन् कि छैनन् त्यो विचार गर्नु सबै छन् त्यो सुविधाहरू राज्यबाट पाउने 4 किसिमका अपाङ्गता छैनन् त्यो बुझ्नु विद्यालयमा छात्रवृत्ति पाइरहेका छन् कि छैनन् उच्च शिक्षा हासिल गर्न निःशुल्क पाइरहेका छन् कि छैनन् त्यो बुझ्नु अनि गाडी भाडामा 50% छुट पाइन्छ त्यो पाइरहेका छ कि छैनन् त्यो बुझ्नु अनि रातो र नीलो परिचय पत्र पाउनेहरूले भत्ता पाइरहेका छन् कि छैनन् त्यो बुझ्नु सरकारी अस्पतालमा निःशुल्क जाँच भइरहेको छ कि छैन त्यो बुझ्नु छैन 100 किसिमका निःशुल्क पाइन्छ त्यो पाइरहेका छन् कि छैन त्यो बुझ्नु र अपाङ्गता भएका व्यक्तिहरूलाई सम्मान गरेका छन् कि छैनन् माया गरेका छन् कि छैनन् हेला गरेको छन् कि छैनन् त्यो बुझ्नु माया गरेका छन् सम्मान गरेका छन् सेवा सुविधा दिइरहेका छन् भने ठिक छ तर जसले अपाङ्गता भएका व्यक्तिहरूलाई हेला गरिरहेको छ
उनीहरूले पाउने सेवा सुविधाबाट वञ्चित गरिरहेको छ। त्यस्ता मान्छेहरूलाई त्यस्ता मनुष्यहरूलाई मेरो लोकमा लिएर आऊ। जाऊ जाऊ यमदूत जाऊ। हस् महाराज। मेरा यमदूतहरू नेपाल गएर त्यहाँका पापी मनुष्यहरूलाई मेरो लोकमा लिएर आउनेछन्। त्यतिन्जेल म पनि आफ्नो शयन कक्षमा विश्राम गर्नेछु। पल्ला घरमा भाउजूसँग पुरा जोत्न गयो कि क्या हो घरमै छैन वर्तमान चढ्यो होइन म त कत्रो तनालीले थिएँ भन्न पुरै पाले पर बटनमा छ भन्दैपछि गीत लगा त म छेतर भएको छैन नचाउनु पर्छ नाच्ने हो कति माया भएको मान्छे कति लोन भएको मान्छे माल्दिन्छ अनि के तिम्रो लागि मैले आज सहायक सामग्री नेपाल सरकारले दिएको एउटा ब्रेल लिपिको किताब पनि ल्याइदिए नि मात्रै होइन अब धेरै पढ्नुपर्छ नाम निकाल्नुपर्छ कुरो बुझ्यौ नि हेर सबै फोहोर लाएर म धोइदिइहाल्छु नि समाजमा के हामी जस्ता भएकालाई कति धेरै हेलाको दृष्टिले हेर्छ तर म त कति भाग्यमानी तपाईँ जस्तो माया गर्ने श्रीमान पाएको छु म तिमीलाई बोकु वर्तमानको मान्छे सबै भित्र हो है उल्टा उल्टा कुरा गर्छन् तर हामीले अपाङ्गता भएका मानिसलाई माया गरिनौँ भने कसले गर्छ त मैले जानी तिमीलाई ल्याएको यो कुरामा हाम्रो आमा बुबा सबै प्रष्ट हुनुहुन्छ अब जाउँ भित्रै जाउँ आमालाई पनि सबै कुरा सुनाऊ अनि वर्तमानतिर जाउँ आज छिमेकमा 12 खेप गए पनि हुन्छ तारा यस्तो गरेर बुढी कुर्ता एकजना भनेर मलाई त दुःख लागेछ कि मुलालाई भनेर रियल जस्तो लागेछ अर्को एउटा सोमा होइन त्यो आमालाई नि त्यो आमालाई दुनियाँले त के भन्छन् मलाई तँलाई भन्न लाग्दैन
बारम्बार निकाल हजुरआमाले कस्तो सिरियस अफिस छैन मेरो स्कुल मेरा यमदूतहरू नेपाल मुलुक गएको यतिका दिन भइसक्यो अहिलेसम्म फर्केर आउँदैनन् कि मेरा यमदूतलाई पनि नेपाल मनुष्यहरूले राखे अब त आइपुग्नुपर्ने हो कि नेपाल मुलुकमा कति मनुष्य भेट्नै छाडियो कति राम्रो ठाउँ डाँडै डाँडा कति राम्रो अनि कति राम्रो ठाउँ रहेछ यो अनि म कहाँ आइपुगेँ टाउकै टाउकामा छन् ठाउँ यहाँ त टाउका यो बारीमा कसो भने है नेपाल मुलुकको पापी मनुष्य छोरा अपाङ्गता भएको भनेर कहिले पनि ख्याल गरिनुहोस् माया गरिनुहोस् कहिले तेरो छोरालाई सरकारले दिएको सुविधाबाट वञ्चित गराएको पापी मनुष्य होस् तैँले गाई बक्सी खाएर समाजमा हल्ला गरी आफ्नै परिवारलाई राम्रो गरिन मेरो लोकमा तातो तेल ए यमदूत आज्ञा होस् महाराज यो पापी मनुष्यलाई उसले गरेको गल्ती अनुसार लगेर तातो तेलमा देवर्षि नारद तपाईँ मेरो लोकमा हो यमराज म तपाईको लोकमा यहाँ कोही चिच्याइरहेको आवाज आइरहेछ यहाँ के भएछ यमराज यो मनुष्य नेपाल मुलुकको पापी मनुष्य हो यसले आफ्नै छोरालाई कहिले पनि राम्रो गरेन अपाङ्गता भएकै कारणले जहिले हेला गर्यो सम्मान गरेन राज्यबाट दिने सेवा सुविधाबाट वञ्चित गरायो
यो एकदम पापी मनुष्य हो। यसलाई तातो तेलमा चोबेर कारबाही गर्छ यीशु देवर्षि नारद। यमराज, तातो तेलमा चोप्नु र सजाय दिनु मात्रै समस्याको समाधान होइन। यस्ता मनुष्यहरू अशिक्षित हुन्छन्। यस्ता मनुष्यहरूलाई ज्ञान र चेतनाको कमी हुन्छ। यस्ता मनुष्यहरूलाई त अपङ्गता सम्बन्धी भएका व्यवस्थाको बारेमा सम्झाउनु पर्छ, बुझाउनु पर्छ। त्यसैले यो मनुष्यले पनि त्यो अपङ्गता सम्बन्धी भएका व्यवस्थाको बारेमा सम्झाइ बुझाइ गरेर पृथ्वी लोकको उसको आफ्नै मुलुक नेपाल मुलुकमा यसलाई फर्काइदेऊ। एकपटकलाई यसलाई नेपाल फर्काइदेऊ। त्यहाँ पुगेर यो आफै सुध्रिनेछ। म तपाईँलाई यही अनुरोध गर्नको लागि तपाईँको लोकमा आएको हुँ। मलाई आशा छ तपाईँले मेरो अनुरोधलाई सहर्ष स्वीकार गर्नुहुन्छ। नारायण नारायण नारायण। ठिक छ देवर्षि नारद, मैले तपाईँको कुरालाई सहर्ष स्वीकारेँ। नारायण नारायण। हे मनुष्य, म एकपटकको लागि मलाई तेरो देश नेपाल फर्काउँदैछु। र सुन, त्यहाँ गएर तेरो छोरालाई अब तिमी हेला तेरो छोरालाई सर्वप्रथम तेरो छोराको गम्भीरताका आधारमा अपाङ्गता परिचय पत्र बनाउनेछ। राज्यबाट पाउने सेवा सुविधाहरूबाट वञ्चित गराउने छैन। र तेरो देशमा तेरो छोरो मात्रै होइन, तेरो छोरा जस्ता सबै अपाङ्गता भएका व्यक्तिहरूलाई माया र सम्मान गर्न सिकाउनेछ। यो गल्ती गर्छु कि गर्दैन? या मनुष्यलाई जहाँबाट उठाएर ल्याएको थियौ त्यही लगेर राखिदेऊ। फेरि गल्ती गरेर अब चाहिँ माफी पाउने छैन। महाराज लैजाऊ, नेपाल लैजाऊ। यस्ता पापी मनुष्यलाई के गर्नुपर्छ भन्ने बाबु, मेरो छोरो, मेरो छोरो, मेरो माया, मेरो बाबु, स्कुल जानुपर्छ ल, पढ्नुपर्छ। म त आज सपना देखेको छु। सपनामा त म त नि यो मनोको पुगेको थिएँ। आमामा म त्यहाँ त राक्षसले त मलाई त तातो तेलमा छम्म चोबेछन्। छोरालाई हेला गर, बुढलाई हेला गर भनेर रक्सी खायो भने मैले रक्सी पनि छोड्दै आएदेखि अनि यता यो हाम्रो छोरा नि त्यो तेरो कामले होइन रहेछ नि त। त्यो त हामी दुवैजना कालले यस्तो अपाङ्ग भएको रहेछ। अब तल घरको साइलाबारीको छोराले पनि त अस्ति सुब्बा पास गऱ्यो नि होइन। अब हाम्रो छोरो पनि पढ्छ, अनि त्यहाँबाट ठुलो मान्छे बन्छ र हामीलाई पाल्छ। ल ल ल, अब म छोरालाई पढाउने छु।